के तपाईँ एचएससी इक्जाम दिँदै हुनुहुन्छ? एचएससीको इक्जाम दिँदै हुन्छ भने यो भिडियो फुल वाच गर्नुहोस्, किनकि तपाईँको जीवनमा काम लाग्न सक्छ। मैले जानेको र मैले भोगेको कुरा सबै भन्छु। फर्स्ट, तपाईँले कहिले पनि इक्जाममा चिट चोर्छु भन्ने कुरा कन्सेप्टै नबनाउनुहोस्, त्यसले पनि तपाईँले डुबाउँछ। किनकि चिट हामीले सोचे जस्तो सजिलो छैन चोर्न। अरूको ठाउँमा जाने हो, अरूको स्कुलमा जाने हो, आफ्नो स्कुलमा होइन इक्जाम गर्ने। त्यहाँ गएर चिट चोर्न पनि सकिन्छ, नचोर्न पनि सकिन्छ। किनकि तपाईँले लगेका चिटिङहरू पहिलो कुरा गेटमै चेक हुन्छ, त्यहाँनिर चाहिँ अब आउट भइहाल्छ, त्यो चाहिँ अब त्यहाँनिरबाट फाल्ने भइहाल्छ। दोस्रो कुरा, तपाईँले चिज लगेर जानुभयो भने झन् तपाईँको दिमागमा अलिअलि भएको चिज पनि हराउँछ। किनकि तपाईँले त्यो चिट हेर्न मन गरिरहन्छ, तपाईँको मनले चिट हेर्न मन गरिरहन्छ होइन। तपाईँले जाने कुरा पनि लेख्न सक्नुहुन्न। त्यो चिट मैले लगेको चिटमा ठिक छ, त्यो लेख्यो भने चाहिँ नम्बर आउँछ, मैले मौखिक लेखेँ भने चाहिँ नम्बर आउँदैन भन्ने सोच परिवर्तन हुन्छ। त्यसैले चिट चोर्नु चाहिँ चिट चोरेर पास हुन्छ भन्ने कुरा सोच्दै नसोच्नु। सेकेन्ड कुरा, अरूको हेर्छु, अरू साथीहरूको हेर्छु, त्यो भएर सार्छु भन्ने कुरा कहिले नसोच्नुहोस्, किनकि त्यो मौकै मिल्दैन। एक त पहिलो कुरा जान्ने साथीहरू छेउछाउमा पर्दैन, यदि पऱ्यो भने तिनीहरू देखाइदिन्न। र प्रायः जस्तो आफ्नो छेउछाउमा चाहिँ आफूभन्दा एकदम धेरै लुजर मान्छेहरू पर्छ। तेस्रो कुरा, कहिले पनि इक्जाममा खाली पेपर नछोड्नुहोस्, जे भए पनि लेख्नुहोस्। तपाईँले जानेको कुरा लेख्नुहोस्, नजानेको कुरा लेख्नुहोस्, मौखिक लेख्नुहोस्, खाली पेज चाहिँ नछोड्नु। किनकि खाली पेजमा कसैले पनि नम्बर दिँदैन, दिन पनि मिल्दैन होइन। तपाईँले बरु त्यहाँनिर जे आउँछ त्यही लेख्नु क्या। माथि फर्स्टमा चाहिँ मिलाउनु, सेकेन्ड लास्टमा चाहिँ मिलाउनु, बिचमा जे लेखे पनि हुन्छ। किनकि कसैले पनि चेक गर्ने बेला सबै पढ्दैन, किनकि उनीहरूले एउटा कपी चेक गरेपछि 40-50 रुपियाँ पाउने हो, उनीहरू सबै पेपर हेर्न थाल्दैनन्। फोर्थ टिप चाहिँ के हो भन्दाखेरि, तपाईँले यदि जानेको क्वेसन छ भने लङ होस् या सर्ट होस्, सुरुबाट लेख्न सुरु गर्नुहोस्। 1-2 स्टेप कर्मश नजानुहोस् कि तपाईँले जुन आउँछ त्यही क्वेसन लेख्नुहोस् र पेपरमा गोलो लाउँदै जानुहोस्, लेखेको चिन्ह लगाउँदै। त्यसो जानुभयो भने तपाईँले फर्स्टमा जानेको कुराहरू लेख्नुभयो भने यो मान्छेले अगाडि पनि जानेको छ, पछाडि पनि पक्कै राम्रो लेखेको छ होला भनेर नम्बर दिन्छ। र एचएससी इक्जाम पनि भोलिदेखि सुरु हुन्छ होला सायद। यो भिडियो चाहिँ हेर्न नछुटाउनु होला, किनकि मैले भोगेको कुरा हो यिनीहरू। मैले भोगेको कुरा, मलाई अनुभव पनि छ इक्जाम कसरी दिनुपर्छ भनेर होइन। र इक्जाम जसरी हुन्छ पास चाहिँ गर्नुपर्छ, किनकि आमा बुवाले देखेको सपना, आफूले देखेको सपना टुटाउन चाहिँ हुन्न। इक्जाममा फेल भएपछि कति गाह्रो हुन्छ भन्ने कुरा पनि मलाई थाहा छ होइन। किनकि आफूसँगै पढ्दै गरेको मान्छे अर्को स्टेपमा पढ्दाखेरि, आफूले त्यही क्लासमा पढ्दाखेरि कति धेरै गाह्रो हुन्छ भन्ने कुरा त्यो सिर्फ भोग्नेले थाहा छ। त्यसको अनुभव तपाईँले गर्न नपरोस्, त्यसको लागि सुरुमै प्रिपेयर हुनुहोस् र राम्रोसँग पढ्नुहोस्। यस्तो पनि सोच हुन्छ मान्छेको, ट्यालेन्ट मान्छेले भनेको जागिर खाएर घर परिवार चलाउने हो, तर लुजर मान्छेले भनेको नेता बनेर देश चलाउने हो। यस्तो कुरा चाहिँ दिमागमा नसोच्नुहोस्, किनकि यस्ता एससी फेलहरू, 8 पास फेलहरू नेताहरूले गर्दा नै नेपाल कस्तो भएको छ भन्ने कुरा हामी सबैले थाहा छ। राम्रो गर्नुहोस्, लाइफ त्यही भएर राम्रो गर्नुहोस्, जसरी हुन्छ मेहनत गर्नुहोस्। अहिले छोडिदिनु, अहिले साथीभाइ फोनहरू सबैबाट टाढा रहनुहोस् केही टाइम। सो गाइस, त्यही हो मेरो भिडियो। कस्तो लाग्यो हेरेर तपाईँहरूलाई, हेरेर साथ दिनुहुने सबैलाई थ्याङ्क यू सो मच। सब्सक्राइब नगरे भए सब्सक्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट छुटाउँदै नछुटाउनु होला होइन। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया चाहिँ दिनु होला।